डेली रुटिन के हुन्छ त पहिला A4 साइज पेपर लिउँ ल तले कुन दिने यो हेर्नु साइजमा गएर A4 साइज पेपर अनि ओरिएन्टेसन ल्यान्डस्केप है अब बनाउन आँटेको हामीले डेली रुटिन होममा गएर सेन्टरमा गएर लेखौँ न के बनाउन आँटेको पहिला ठुलो बनाऊँ क्याप्सलकमा डेली रुटिन है त डेली रुटिन भनेपछि कति दिन पढाइ हुन्छ तिम्रो 6 दिन पढाइ हुन्छ नि 6 दिन पढाइ हुन्छ भनेपछि 6 वटा कोलम्स भयो हैन है 6 वटा रो भयो रो है इन्सर्टमा जाने अनि एउटा एक्स्ट्रा माथि हुन्छ हैन भनेपछि इन्सर्ट टेबलमा जाने माथि 7 वटा भयो ए हैन 7 वटा रो भयो यस्तो है यस्तोलाई रो भन्छ अनि कतिवटा पिरियड हुन्छ स्कुलमा 3 वटा हुन्छ कि 8 वटा हुन्छ स्कुलको कुरा गरे 10 को 8 हुन्छ 7 र ल 10 को कुरा गरे 9 10 को कुरा ल 6 भनेपछि कतिवटा ब्रेक हुन्छ दुईटा ब्रेक दुईटा चाहिँ 8 9 वटा भयो ल भयो अब यहाँ लेख्ने यहाँ लेखौँ सन्डे है मन्डे ट्युसडे मिल्छ मैले अब यस्तो गरेँ वेडनेसडे थर्सडे फ्राइडे हैन त अब यहाँनिर जाने तर होस् सानो बनाउँ न मलाई सानो बनाउँ सन्डे मन्डे ट्युसडे वेडनेसडे अनि थर्सडे फ्राइडे हैन अब यसमा मलाई छ नि यता राइट साइडमा चाहिँ राइट साइडमा त डे भनेर लेख्नुपर्छ है अनि इन्टर हानी लेफ्ट साइडमा चाहिँ ए हैन नि यहाँ चाहिँ पिरियड लेख्नु पर्यो हैन यहाँ चाहिँ डे लेख्नु पर्यो हैन त है अलि सानो है मिलाउँदै जाने यस्तो हुन्छ त्यही गर्न आँटेको अब यहाँ जाने यहाँ लेआउटमा पेन्सिल हुन्छ देख्यो पेन्सिल देख्यो है अनि यहाँ यस्तो भयो यहाँ लेख्ने फर्स्ट इन्टर हान्ने त्यहाँ आउँछ पिरियड सेकेन्ड कति पिरियड पछि रेस्ट हुन्छ 3 पिरियड पछि थर्ड पिरियड सर्ट पिरियड हुन्छ नि सर्ट ब्रेक हैन सर्ट ब्रेक हुन्छ नि ल यहाँबाट अनि फोर्थ अनि खाजा खाने पिरियड कति पछि 5 पछि मेरो पालामा चाहिँ अर्कै थियो नि त सेकेन्ड पिरियडमा ब्रेक हुन्थ्यो अनि फोर्थ पिरियड अनि यहाँ ब्रेक भयो नि त अनि कति 6 पिरियड अनि त्यसपछि ब्रेक पछि कति पिरियड पुगेन है एउटा अब यसमा अब राइट क्लिक गर्ने इन्सर्ट गर्ने अब यतापट्टि थप्नु पर्यो एउटा मलाई के थप्नु पर्यो एउटा के थप्नु पर्यो कोलम थप्नु पर्यो इन्सर्टमा जाने कोलम राइट आयो 7 पिरियड ल लास्ट पिरियड हो न लास्ट पिरियड पनि भन्छ हैन ल लास्ट पिरियड भयो अझ ठुलो भयो सानो बनाउने होममा जाने सबैले सेन्टर गर्ने भयो अब मलाई चाहिँ यो बिचको त्यो ब्रेक उडाउनु पर्यो क्या के उडाउनु पर्यो यहाँ हुन्छ फोन यो अझ अलिक ठुलो भयो अलिक सानो ल भयो यो कति छ यसको 20 रहेछ नि त 20 त हैन अलि सानो भयो ल भयो अनि यो छ नि यो बिचको चाहिँ मलाई यहाँ इरेजर हुन्छ क्या इरेजर देख्यो इरेजर मेटाउने देख्यो यो चाहिँ ब्रेक BREAK ब्रेक तर मलाई यता उल्टो उडाउनु पर्यो यहाँ देख्यो है ब्रेक फेरि यहाँ जाने
इरेजर लिने यो चाहिँ टिफिन ब्रेक हो नि त TIFFIN टिफिन BRE त्यस्तो छ यो पल्टाउने ल टिफिन ब्रेक भने यस्तो छ खै ब्याक भयो ल यस्तो हैन टिफिन ब्रेक अब मलाई के भने यसमा कला हाल्नु पर्यो यो यसमा चाहिँ ब्रेक भएको ठाउँमा चाहिँ के कसो कला हाल्नु के अरे डिजाइनमा जाउँ अनि हजुर हजुर टिफिन ब्रेक अनि यहाँ बुझ्यो यो बुझेको बुझेन अनि यहाँ जाने कलर लाउने यहाँ सेडिङ भनेको कलर लाउने है यहाँनिर